जुलाई 30 को बिहान 9:30 बजे ब्रडपिकको हिउँले एकैचोटि 10 जनालाई बगायो। तर साथीहरू, त्यो भन्दा पनि दर्दनाक कथा त्यसपछि सुरु भयो। सब उठाउन आफ्नो ज्यानको जोखिम उठाएर अर्का हिरोज मैदानमा ओर्ले। साथीहरू, निम्स दाइले K2 को ऐतिहासिक विन्टर समिट गर्दाखेरि निम्स दाइको साथमा एकजना अर्का व्यक्ति पनि थिए, निङमाजी। जुलाई 30 को घटनापछि त्यही निङमाजीले भने, मेरा प्रिय दाजुभाइलाई म एकचोटि घर पुर्याउँछु, सबै परिवारसँग भेट गराउँछु, र उनले त्यही गरे, आफ्नो ज्यान जोखिममा राखेर। नमस्कार साथीहरू, स्वागत छ हाम्रो च्यानलमा। आजको कथा ब्रडपिकमा भएको सबभन्दा ठुलो एभिलान्सको हो। यो कथामा 10 जना हिरोजको विदाई, सब उठाउने टिमको साहस, परिवारको आँसु र एउटा माउन्टेन जसले नेपालको एक पुस्ता नै बगाएर लग्यो। साथीहरू, अन्तिमसम्म भिडियो हेरेर साथ दिनुहोला। ब्रडपिक पाकिस्तानको काराकोरम रेन्जमा उचाइ 8051 मिटर्स, संसारको 12औं अग्लो हिमाल, K2बाट मात्र 8 किलोमिटर टाढा। तर साथीहरू, यो हिमाल चढ्न सजिलो मानिँदैन। अनुभवी क्लाइम्बर नेपियर फिलरले भने, ब्रडपिकले एभरेस्टलाई चाइल्ड्स प्ले जस्तो देखाउँछ। यो साँच्चै कठिन छ। डेन्जरस रकफल, भेरी टेक्निकल क्लाइम्बिङ, लङ समिट रेन्ज, अस्थिर हिउँ, निरन्तर एभिलान्सको खतरा। यो हिमालमा 2026 को समर सिजनमा निम्स दाइ र उनको टिम थिए। निम्स दाइ ब्रडपिकमा पहिले पनि समिट गरिसकेका थिए, तर यो पटक उनको मिसन अर्कै थियो। उनी सबै 14वटा 8000 मिटर पिक्स तेस्रो पटक समिट गर्ने र सप्लिमेन्टल अक्सिजन बिना दोस्रो पटक समिट गर्ने मिसनमा थिए। ब्रडपिक त्यो मिसनको एउटा भाग थियो। जुलाई 28, 2026 को बिहान निम्स दाइको टिम जम्मा 10 जना ब्रडपिकको बेस क्याम्पबाट हिँडे। उचाइ लगभग 16,000 फिट। समिटतर्फ आशा थियो, उत्साह थियो, तर हिमालको भने अर्कै प्लान थियो। साथीहरू, यो टोलीमा टोटल 10 जना हिरोजहरू थिए। नेपालबाट 6 जना र नेपालभन्दा बाहिरदेखि 4 जना। नेपालबाट निम्स दाइ, पूर्वबहादुर गुरुङ, किलिपेम्बा शेर्पा, निमा शेर्पा, ग्याल्जेन शेर्पा, निवाङ थिङ्गु शेर्पा, र नेपालभन्दा बाहिरदेखि सोहेल साखी पाकिस्तानदेखि, नादिरा अल हर्थी ओमानदेखि, मेलेरी ग्रेस अमेरिकादेखि र वाङझोङ चीनदेखि थिए। साथीहरू, जुलाई 18 र 19 मा ब्रडपिकमा पहिलो समिट एटेम्प भएको थियो। नेपियर फिलर जो त्यो एटेम्पमा थिए, उनले भनेका थिए जुलाई 18 मा ठुलो विन्ड स्टर्म आयो। हिउँ र ह्युमिडिटी पुरै रिजनमा बढेको थियो। जुलाई 29 सम्म ताजा हिउँ पर्ने सम्भावना थियो। अधिकांश टिम्सले यो वार्निङ बुझे, बेस क्याम्प छोडेर घर फर्किए। तर निम्स दाइको टिम समिटको साँगुरो प्रतीक्षामा बसिरहेको थियो। त्यो निर्णय उनीहरूको अन्तिम निर्णय बन्यो। जुलाई 30 को बिहान निम्स दाइले इन्स्टाग्राममा लेखे, ब्रडपिक, आई आस्क फर नथिङ बट सेफ प्यासेज अप एन्ड ब्याक डाउन। हिमाललाई सेफ प्यासेज माग्दै थिए उनी। र त्यसको केही घन्टापछि एनडीटिभीका एडिटर इन चिफ विष्णु सोमलाई क्याम्प 2बाट भोइस नोट पठाए। होप यु गाइज आर वेल, इट्स ग्रेट टु बी क्लाइम्बिङ अगेन। हँसिलो उत्साहित आवाजमा। उनको त्यो आवाज नै अन्तिम थियो। जुलाई 30, 2026 पाकिस्तानको लोकल टाइम अनुसार बिहानको 9:30 बजे 10 जना क्लाइम्बर्स क्याम्प 2 र क्याम्प 3 को बीचमा थिए। उचाइ लगभग 6600 मिटर्स, समिटतर्फ बढ्दै थिए र त्यही क्षण ब्रडपिकको माथिबाट एउटा विशाल स्ल्याब एभिलेन्स आयो। 10 जना एकैचोटि बगाएर लग्यो। जीपीएस ट्र्याकर्सले देखायो निम्स दाइको डिभाइस लगभग 800 मिटर तल डिसेन्ट भयो। नादिरा अल हर्थीको डिभाइस लगभग बेस क्याम्पसम्मै पुग्यो, 1651 मिटर्स तल। त्यसपछि सबैको सिग्नल बन्द भयो। बेस क्याम्पमा रहेकाहरूले सिग्नल हेरिरहे, तर कसैको पनि सिग्नल आएन। बेस क्याम्पमा हलचल मचियो। इलाइड एक्सपर्टले तुरुन्त रेस्क्यु कल गर्यो। स्कार्दोबाट पाकिस्तान आर्मी एभिएसन हेलिकप्टर्स उडे। मिङमाजी तुरुन्त ब्रडपिकतर्फ उडे। उनी K2 मा अर्को एक्सपेडिसनमा थिए, तर साथीहरूको खबर सुन्ने बित्तिकै सबै छोडेर आए। मिङमा डेभिड शेर्पा, निम्स दाइको इलाइड एक्सपर्ट बिजनेस पार्टनर, पनि पाकिस्तान पुगे। पाकिस्तानी क्लाइम्बर सिरबाज खान र सिरबाज करिम पनि डिप्लोय भए, तर साथीहरू, मौसम दुश्मन बन्यो। साथीहरू, हेलिकप्टर्स उडे, ग्राउन्ड टिम्स हिँडे, सबैले प्रयास गरे, तर ब्रडपिकले त्यत्तिकै सजिलै छोडेन। फ्रेस एभिलान्सहरू रिकभरी रुटमा आइरहेका थिए। हावा, हिउँ, कुहिरो, हेलिकप्टर अवतरण गर्न सकेन र माथि 6600 मिटरमा 10 जना हिरोजहरू हिउँ मुनि पुरिएका थिए। साथीहरू, यहाँबाट सुरु हुन्छ रिकभरीको सबभन्दा ठुलो दर्दनाक कथा। जुलाई 31 पाकिस्तान आर्मीले ड्रोन उडायो। ड्रोन फुटेजमा क्याम्प 1 को नजिकै 7वटा अचल शवहरू देखिए। ब्रिगेडियर श्यामसन सिराफ, जो सोहेल साखीका मेन्टर थिए, उनले एरियल फुटेज उपलब्ध गराए।
सब देखिए तर पुग्न सकिएन। सिरबाज खानले भने त्यो एरिया अझै एभिलेन्सको खतरामा छ, ग्राउन्ड टिम अझै पुग्न सकेको छैन। ड्रोनले देख्ने मात्र हो तर सब उठाउन मान्छे चाहिन्छ र अझै त्यो जोखिममा छ। जुलाई 31 को दिन पहिला 3वटा शव बरामद भए। नादिरा अलहर्थी, ओमनकी पहिलो महिला सगरमाथा समिटर, पूर्वबहादुर गुरुङ युक्ता, नेपालको गर्व, ग्याल्जेन शेर्पा कञ्चनजङ्घा 3 पटकको हिरो र मेलोरी ग्रेस अमेरिकन क्लाइम्बर। शवहरू स्कार्दोको पाकिस्तान आर्मी हस्पिटलमा पुर्याइयो तर निम्स दाईको शव भने अझै ब्रोड पिकमै थियो। अगस्त 2 मिङमाजीको नेतृत्वमा जम्मा 10 जनाको नेपाली पाकिस्तानी टिम बिस्कामबाट हिँडे। 8 जना क्याम 1 सम्म पुगे। 5 जना मिङमाजी अगाडि एभिलान्स साइटसम्म पुगे। उचाइ 5700 मिटर्स। मिङमाजीले इन्स्टाग्राममा लेखे, प्रिय दाजुभाइ किल्लु र निम्स दाई, हामी तिमीहरूलाई घर लैजान्छौँ, तिमीहरूका परिवारलाई भेटाउँछौँ। साथीहरू, मिङमाजी र निम्स दाई जनवरी 2021 मा K2 को ऐतिहासिक जाडो आरोहण सँगसँगै गरेका थिए। उही साथी अहिले साथीको शव उठाउन आफ्नो ज्यान जोखिममा राखेर ब्रोड पिकमा थिए, तर ब्रोड पिकले त्यति सजिलै जान दिएन। अगस्त 4 र 5 मा मौसम फेरि बिग्रियो। हेलिकप्टर्स उड्न सकेनन्। ग्राउन्ड टिम्स एटेम्प गर्न खोज्यो तर अनस्टेबल स्नो कन्डिसन र फ्रेस एभिलेन्सको खतराले रोक्यो। अरू सबै रेस्क्यु टिमले बेस क्याम्प छोडिसकेका थिए तर मिङमाजीले भने, अल अदर्स टिम हेज अलरेडी लेफ्ट एन्ड माई टिम इज ओन्ली हियर। मिङमाजी, दिपेन गुरुङ, पेमा शेर्पा र सिरबाज खान यी 4 जना मात्र ब्रोड पिकमा बाँकी थिए। स्पिड दावाले भने, मान्छेहरूले मृतकको मात्र कुरा गर्छन् तर म मिङमाजी र उसको टिमलाई सल्युट गर्छु। अगस्त 5 मिङमाजी र उनको टिमले 12 घण्टाको कठिन प्रयासपछि निम्स दाई, निमा शेर्पा, वाङ झोङ र किलिपेम्बा शेर्पाको शव बेस क्याम्पसम्म ल्याउन सफल भए। त्यसपछि हेलिकप्टरले स्कार्दोको आर्मी हस्पिटलसम्म ल्यायो। साथीहरू, 12 घण्टा एभिलेन्सको खतरामा 0 डिग्री भन्दा कम टेम्परेचरमा आफ्नो साथीहरूको शव बोकेर यो साहस मात्र होइन, यो मायाको सबभन्दा ठुलो प्रमाण हो। साथीहरू, अगस्त 9 2026 सम्मको अवस्था जम्मा 8 जनाको शव बरामद भइसकेको छ। बरामद भएका पूर्वबहादुर गुरुङ योक्ता, नादिरा अलहर्थी, ग्याल्जेन शेर्पा, किलिपेम्बा शेर्पा, निर्मल पूर्जा निम्स दाई, निमा शेर्पा, वाङजोङ र मेलेरी ग्रेस। अझै मिसिङ शवहरू सोहेल साकी पाकिस्तानी गाइड, नावाङ थिङ्गु शेर्पा 6000 मिटर माथि। साथीहरू, नावाङ थिङ्गु शेर्पाको शव 6000 मिटर्स माथि हाई रिस्क जोनमा छ। रिकभरी असम्भव जस्तै। साहेल साकी अझै पनि फेला परेका छैनन्। यो ब्रोड पिक उनको अन्तिम एक्सपेडिसन थियो। यो क्लाइम्बपछि उनले रिटायर हुन्छु भनेका थिए तर उनी घर फर्किएनन्। उनका मेन्टर ब्रिगेडियर स्यामसन सिराफ आफ्नै स्टुडेन्टको शव खोज्दैछन्। 2026 को काराकोरम क्लाइम्बिङ सिजन सकिँदैछ। रेस्क्युअर्स सीमित भइसकेका छन्। साखी र निवाङ थिङ्गु शेर्पा अब ब्रोड पिकमै रहने सम्भावना बढी छ। साथीहरू, यो माउन्टेनियरिङको सबभन्दा दर्दनाक रियालिटी हो। कहिलेकाहीँ हिमालले आफूसँग लिएकाहरूलाई फिर्ता दिँदैन। निवाङ थिङ्गु उमेर 28 वर्ष। सोहेल साकी रिटायर गर्ने प्लान थियो। उनीहरू ब्रोड पिकको हिउँमा सधैँका लागि रहन पनि सक्छन्। साथीहरू, यो ट्रेजेडीले हामीलाई सिकायो, हिमालमा हिरोज मात्र जाँदैनन्, हिमालले हिरोज बनाउँछ। निम्स दाई र उनका साथीहरू सधैँ हाम्रो लागि गर्व हुनेछन्। निम्स दाईको शव नेपाल आउन सकेन, त्यही पनि हामी जहाँ छौँ त्यहीबाट निम्स दाई र सबैलाई हार्दिक श्रद्धाञ्जली प्रकट गरौँ। र यस्तै कथाहरू सुन्न चाहनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र बेल आइकनमा क्लिक गर्नुहोस्। यो भिडियोलाई आफ्नो साथीहरूलाई पनि सेयर गर्नुहोला, किनभने यो कथा सबैले जान्नुपर्छ, नेपालको गर्वको कथा। के बाई बाई, हस्त नमस्ते, जय नेपाल।